भए चिया कफी केही पनि खाँदा किन नखाने कारण केही छ हामीले खान हुन्छ हुँदैन चियाबाट मात्रै पनि तपाईँको अहिले मेरो विचारमा 55% रोगहरू छन् चिया र कफीमा किनभने चियामा 11वटा इलिमेन्ट मध्ये सबभन्दा अप्ठ्यारो बालाटाइल भन्ने एउटा इलिमेन्ट छ जसको कारणबाट मुटुलाई उत्तेजित गराएर तुरुन्तै इनर्जी आएको जस्तो त हुन्छ तर त्यो बालाटाइल इलिमेन्टले चाहिँ बिस्तारै मुटुको कार्यक्षमता घटाएर मुटुलाई काम गर्नबाट बन्देज गराउँदै लग्छ चियाले त्यो चियामा छ कफीमा पनि छ त्यसकारणले यी दुईटा चिजहरू सबभन्दा म क्याफिनसँग भन्दा पनि बालाटाइल भन्ने त्यो इलिमेन्टसँग बढी डराएको हुनाले कफीमा पनि छ कि चिया दुईटैमा छ दुईटैमा छ हजुर बालाटाइल भन्ने इलिमेन्ट छ जसको कारणबाट अरू इलिमेन्टलाई यिनले ओभरल्याप गरेको छ यिनीहरू बढी सक्रिय छन् किनभने मुटुको रोग चाहिँ यस्तो हो कि 65% सम्म हामीलाई लागिसक्दा थाहा पनि हुँदैन जहाँ चाहिँ पनि नर्मल भेटिन्छ एकैचोटि 11th आवरमा यिनले पुर्याउँछन् अनि मुटुको उपचार पनि धेरै खर्चिलो भएको कारणले गर्दाखेरि यसलाई सकेसम्म त्याग गर्नु राम्रो हुन्छ भनेर मैले अरूलाई पनि सजेस्ट गर्दाखेरि नखानुस् चिया उपयुक्त होइन भन्छु पहिलो नम्बरमा नै चिया भनेर लेख्छु चिया कफी पनिर कहिले पनि खाँदैन अनि आफू त खाँदै ओके मलाई एउटा कुरा के तपाईँकोमा आएको अनि मेरो साथीहरू पनि आएको अनि उहाँहरूले भन्नुभयो प्राय लसुन राम्रो भन्छन् आज तपाईँले लसुन नखानु भन्नुहुन्छ यस्तो हुन्छ लसुनमा हुने इलिमेन्टहरू र हाम्रो कम्बिनेसनको कुरामा अलिकति फरक छ मासुमा लसुन हालेर पकायो भने त्यो मासु चाहिँ उपयुक्त हुन्छ राम्रो हुन्छ अनि लसुनको पातलाई आलुमा र चनामा लगायो भने राम्रो मिल्छ तिनीहरूको कम्बिनेसन मिल्छ तर लसुन जुनसुकै मसलामा उपयुक्त हुन्न मसलाको रूपमा सबै ठाउँ सर्वत्र उपयुक्त हुन्न किनभने लसुन मात्रै हाम्रो किचनको मसला होइन हरेक ठाउँमा कुनलाई केमा प्रयोग गर्ने भन्ने शीर्षक अन्तर्गत हाम्रा पूर्वजहरूले हाम्रोमा एउटा ठुलो हस्पिटलको रूपमा मसलालाई राखिदिएको छ ठुलो हस्पिटल हजुर किनभने पोटासियम कम भयो त्यहाँ मरिच राखिदिएको छ कोलेस्ट्रोल बढो त्यहाँ दालचिनी राखिदिएको छ किचनमा स्टोर गरिदिएको छ किचनसँग सम्बन्धित यी मसलाहरू अनि तपाईँलाई क्याल्सियम सबैभन्दा कम भयो सबभन्दा छिटो जरुरी भयो चाँडो चाहिने भयो भनेपछि त्यहाँ ज्वानो छ ज्वानो राखिदिएको छ ज्वानोमा पनि धेरै क्याल्सियम छ त्यही भएर सुत्केरी महिलाहरूलाई ज्वानो खानुपर्ने उनीहरूको दाँत हल्लिएको बेला तुरुन्तै रिकभर गर्ने त्यो ज्वानो भएकोले ज्वानोको झोल दिनुपर्छ पहिले भनेर त्यो भनिएको किनभने स्ट्रेसमा जब असहज रूपले स्ट्रेस हुन्छ मान्छेलाई पीडा हुन्छ पीडा पछाडि दाँतमा समस्या आउँछ र निरन्तर टेन्सन लिएर बस्ने मान्छे निरन्तर हाँस्न नसक्ने मान्छे निरन्तर खानेमा कम्बिनेसन मिलाउन नसक्ने मान्छेको पहिलोचोटि प्रहारै दाँतमा हुन्छ दाँत हाम्रो लाइफको यस्तो चिज हो यो भाइटल अर्गनभन्दा कडा हुँदासम्म भइरह्यो कडा काम गरिरहन्छ गएपछि गयो फेरि फिर्ता हुँदैन यो रिकभरै हुँदैन त्यस्तो अङ्ग भएको हुनाले त्यस्तो हाम्रो महत्त्वपूर्ण अङ्ग भएकोले हामीलाई ज्वानो पनि त्यहाँ राखिदिएको छ त्यस पछाडि गएर क्यास्पिकम भन्ने तत्त्व खोर्सानीमा हुने भएकोले रक्त सञ्चारमा छिटो होस् भनेर फेरि खोर्सानी पनि ठिक्क छ एवं रीतले जस्तै घाँटीको समस्या नआओस् स्वरमा कम्बिनेसनमा केहीमा अप्ठ्यारो नहोस् भनेर जिरा पनि ठिक्क राखिदिएको छ जिरा चपाउँदै घाँटीको समस्या पनि हल हुन्छ अब डायरिया नचलोस् डायरियाबाट तुरुन्तै मुक्ति पाउन् भन्ने हिसाबले फेरि प्याज राखिदिएको छ प्याज काट्ने त्यसपछि कागतीको रस अलिकति लगाउने नुन अलिकति छर्किने गरेर थपको त्यसलाई चपाएर खायो भने डायरिया तपाईँको 10-15 मिनटमा ठ्याक्कै रोकिदिन्छ भनेपछि त्यो पनि ठिक्क किचनमै छ भनेपछि इमर्जेन्सी हस्पिटलको रूपमा हामीले चलाएका हस्पिटलहरू हामीसँग भएका हस्पिटलहरू भन्दा सक्षम हस्पिटल चाहिँ सबभन्दा ठुलो भान्साघर हो उसले सागमा बेसार हाल्दियो भने हामीलाई बिस्तारै समस्या आउँदै जान्छ युरिन सम्बन्धी समस्या आउँछ युरिन सम्बन्धी त्यसमा नि बेसारमा कर्कुमिन भन्ने तत्त्व हुन्छ अनि सागमा भएको मिनरलसँग त्यसको चाहिँ कम्बिनेसन हुँदैन अनि भान्से अल्छी भइदियो जस्तै यो राइस कुकरमा खाना पकाइदियो होइन अनि खाना पकाइसकेर फेरि फ्रिजमा राखिदियो अनि पछि त्यसलाई तताउँदै गर्दै दियो भने त्यो बच्चालाई दियो भने पनि तिनीहरू बिस्तारै रगतको समस्या आउने मुटुको समस्या आउने त्यस पछाडि गएर तिनीहरू त्यसैको कारणबाट पीडित हुने हुँदा त अहिले तपाईँको 11-12 वर्षको बच्चालाई डायबिटिज छ मेरो विचारमा सहरमा अब 5 वर्षभित्रै 30% पुग्छ डायबिटिज ती बच्चाहरूको उपचार अब राज्यले पनि धान्न सक्दैन घरले त सक्दैन कसैले सक्ने अवस्था छैन भनेपछि त्यो किचनमा भएको जो डाक्टर हो नि
त्यो डाक्टर जस्तो शक्तिशाली अरू चिकित्सक चाहिँ होइनन्, कोही पनि होइनन्। त्यहाँ बिग्रियो भने सक्यो। तपाईँको उपचार विरुद्ध भन्छ कि, जस्तै डायरिया चलो तर त्यो बेला दुध दियो भने अझ डायरिया चल्छ, डायरिया चलो त्यो बेला दही दियो रोकिँदै जान्छ। साना कुरा हेर्दा साना कुरा। एउटा मलाई अचम्म लागेको, म तपाईँसित गफ गर्दाखेरि हजुर भन्नुभयो म पनि प्राय मासु कम खाने हजुर हो, तर तपाईँले मलाई भन्नुभएको थियो हजुर मासु खानुहोस्, खानै मन लाग्यो खसीको मासु खानुहोस् भन्नुभयो, कुखुराको नखानुहोस्, खसीको खानुहोस्, हजुर तर त्यसमा मेवा हाल्नुहोस् हजुर अनि कुस हाल्नुहोस्। हो, के हो यो? मलाई अचम्म लाग्यो। मेवामा भएका तत्त्व र मासुमा भएको तत्त्वको कम्बिनेसनमा मासुको चाहिँ शिर ठाडो हुन दिँदैन। मासुले बिगार्ने कुराहरू केही पनि गर्न दिँदैन। मेवा हाल्यो यसमा भएको मासुमा भएको टक्सिनहरू, किनभने कहिले कहिले पशुमा पनि अहिले त झन् साह्रो प्रशस्तै छ, डाइक्लोफिरिन सोडियम जस्ता चिजहरू इन्जेक्सनमा हालिदिने होइन, पशुलाई त्यो किसिमको ट्रिटमेन्ट छ। पहिले जस्तो जङ्गल चरेको पशु अनि जङ्गलबाटै जङ्गलको आहारा खाएको औषधि खाएको पशुहरू हामी कहाँ छैनन्। त्यसकारण उपचारसँग सम्बन्धित भएर आएको पशुको मासु खाँदाखेरि त्यसमा म्याक्सिमम टक्सिन, त्यसमा म्याक्सिमम आक्जेक्टहरू लगायतका भनौँ न टक्सिनेरी कुराहरू बेसी हुने भएकोले त्यसलाई निस्तेज गर्नको लागि, त्यसलाई हाम्रो शरीरमा एप्लाई नहुनको लागि हामीले चाहिँ कुस अथवा मेवा लगाउनुपर्छ। कुस अथवा मेवा लगाउने यस अर्थमा कि कुसमा भएको इलिमेन्टहरू जस्तै कुसमा 11वटा मध्ये महत्त्वपूर्ण भयो इथर, प्याक्टोज, सेलुलोज, क्रुड फाइबर, क्रुड प्रोटिन जस्ता चिजहरू कुसमा हुन्छन्। अनि त्यसले गर्दाखेरि हामीमा शरीरलाई जस्तै आलस्य बनाउने, बाथ वृद्धि हुने, घुँडा दुख्ने, कफ वृद्धि हुने र खाएपछि मासु खाएपछि भारी हुँदै जाने, आलस्य हुँदै जाने, निन्द्रा पर्दै जाने, अस्वाभाविक बोलीहरू हुने अनि अस्वाभाविक उत्तरहरू दिने, सोच्दै नसोचे उत्तर दिने स्वभावहरूको विकास हुने भएकोले मासुलाई पनि हाम्रो शरीरलाई एडजस्ट हुने किसिमको बनाएर, सहज हुने किसिमको बनाएर खानको लागि यी तत्त्वहरू जरुरी पर्छ। तर मासु पकाउँदाखेरि सकेसम्म किटको कराई होइन, अनि त्यस पछाडि गएर अर्को पित्तलको पनि उपयुक्त हुन्छ। हजुर, पित्तलको पनि उपयुक्त हुन्छ। यी भाँडाहरूमा पकाउने अनि मासु खाँदा राति नखाने। रातिको समयमा हामी सुतेपछि हाम्रो शरीरलाई काम गर्न धेरै अप्ठ्यारो पर्छ। हाम्रो लिभरले काम गर्नुपर्ने भएको हुनाले कठोर चिजहरू पचाउन गाह्रो पर्छ। एकदम एउटा भनाइ के छ भने अलिकति रात हुँदै उठ्नु, अलिकति रात बितेपछि सुत्नु, एउटा त्यो छ। अर्को छ बिहान आफ्नै लागि खानु, दिउँसो मित्रलाई खुवाउनु, बेलुका शत्रुलाई मात्रै खुवाउनु भन्छ। त्यस कारणले हामीले पार्टी भोज भतेरहरू जति बेलुका छन् नि, हामीले विचारमा अब आरोप त लगाएको होइन, विचार कस्तो शुद्ध आत्माले खुवाएको हो होइन, खुवाएको, तर खुवाउँदा खुवाउँदै पनि भइदियो के भने शत्रुलाई खुवाएको जस्तो भयो कि। त्यो खाइसके पछाडि बिरामी पर्ने अनेक किसिमको विकृति हामी कहाँ पनि छ भनेपछि यो समयको हिसाबले गरे तापनि आहार विज्ञानको हिसाबले चाहिँ यो घातक छ। म हजुरसित कुरा गर्दाखेरि मलाई अचम्म लाग्यो। हजुर, म एउटा कुरा कम्पेयर गर्छु एलोप्याथी र आयुर्वेदिक। हजुर, हाम्रो आयुर्वेदिकमा हजुर अपरेसन भन्ने कुरा हुन्छ। आयुर्वेद सर्जरी चाहिँ तपाईँको मलाई लाग्छ यो 1865 भन्दा यता चाहिँ एलोप्याथीमा सर्जरीको केसहरू थिएन, हिस्ट्री भेटिँदैन। तर त्योभन्दा अगाडि पनि हतियारै लगाउने भन्दा पनि कतिपय भाँचिएका जोड दिने होइन, चुडिएका जोड दिने यी कुराहरू चाहिँ हिस्ट्रीमा पनि पाइन्छन्। र अहिले पनि कतिपय वनस्पति यस्ता छन् जुन वनस्पतिको कारणबाट घाउहरूलाई भाँचिएकोलाई सबभन्दा छिटो जोडिन्छ। अनि त्यो सर्जरीको रूपमा हामीले हतियारलाई चिरफारकै कुरा मात्रै लिन भएन, यो सर्जरीको हिसाबले हामीले लिन सक्छौँ। तर अब त्यो बेलाका विधि विधानहरू सबै हामी कहाँ छैनन्, सबै समाप्त छन्। तर पनि एउटा छनक भेटिन्छ उपचार गर्ने क्रममा। अब कतिपय गाँठागुठीहरू आउनुहुन्छ हामी कहाँ, अब कतिपय खिलहरू आउँछ, मुसाहरू आउँछ, अनेक आउँछन्। हामीले सहज एउटा जडीबुटी घोटेर लगाएको भरमा त्यही जान्छन् भने चाहिँ त्यसलाई हामीले सर्जरी